आजको यस भिडियोमा तपाईहरुलाई स्वागत छ। आजको यस भिडियोमा हामी युट्युबको नयाँ अपडेटको लागि कुरा गर्छौं, जुन यो अपडेट हाम्रो अगस्त 24 देखि लागू हुन्छ। त्यो अपडेटमा के लागू हुन्छ भने सबभन्दा पहिला हामीले आफ्नो भ्यूलाई इन्क्रिज हुन्छ। त्यो भ्यू कसरी इन्क्रिज हुन्छ भने अहिले हाम्रो रुल के छ अनि अगस्त 24 देखि हाम्रो रुल कुन लागू हुन्छ त्यो क्रममा तपाईहरुले युट्युबको अपडेटमा सर्ट तरिकाले म भन्छु। सबभन्दा पहिला हामी इन्स्टाको कुरा गर्दा, किनकि इन्स्टामा धेरैभन्दा धेरै भ्यू आइरहेको हुन्छ। त्यो कसरी भ्यू आउँछ भने कुनै पनि मान्छेले इन्स्टालाई स्विप गर्दा पनि तपाईको भ्यू काउन्ट हुन्छ, स्क्रिनमा आयो भने तपाईको भ्यू काउन्ट हुन्छ। तर युट्युबमा यो भन्दा अगाडि अगस्त 24 भन्दा अगाडि अहिलेसम्म पनि त्यो रुल थिएन, किनकि युट्युबले भ्यालिड वाच आवर या भ्यालिड भ्यू काउन्ट गर्छ। अब यो भ्यालिड भ्यू भनेको के हो अनि भ्यालिड भ्यू कसरी काउन्ट गर्छ भने युट्युबको एउटा रुल हुन्छ, जुन पनि भिडियोमा यदि पब्लिकले तपाईको भिडियो 3 सेकेन्डभन्दा बढीसम्म हेर्यो भने त्यो भ्यूज मात्र काउन्ट हुन्छ। तर त्यस्तो अरु प्लेटफर्ममा त्यस्तो छैन। तपाईको भिडियो स्क्रिनमा आयो भने त्यो भ्यूज काउन्ट हुन्छ। त्यसलाई हामी इन्स्ट्यान्ट भ्यू काउन्ट भन्छ। त्यस्तै फिचर्स युट्युबले पनि ल्याइरहेछ, किनकि अब हाम्रो भ्यू बढ्छ। अब त्यस्तै फिचर ल्यायो भने कुनै पनि भिडियो स्क्रिनमा प्ले भयो भने भ्यूज काउन्ट भइहाल्छ। कुनै केसमा हामी लङ भिडियो पनि अटो प्ले भयो भने त्यसको पनि भ्यूज काउन्ट हुन्छ। त्यही भएर हाम्रो भ्यूज युट्युबमा अब बढ्छ। तर भ्यू बढेपछि हाम्रो पेमेन्टको के हुन्छ? अब पेमेन्ट कुन बेला हामीले दिरा हुन्छ? फेसबुकले हाम्रो अर्निङ कुन बेला इन्क्रिज हुन्छ भने हाम्रो भिडियोमा एड्स आउँछ, त्यो बेला मात्र हाम्रो पेमेन्ट। अब त्यसपछि हाम्रो भ्यूज काउन्ट भयो। भ्यूज काउन्ट भइसकेपछि अब हाम्रो अर्निङमा के भयो? अब अर्निङको लागि अर्निङको केसमा अब त हामीले वाच जुन हुन्छ, मान्छेले वाच गरिरहेको हुन्छ त्यसमा त एड्स आउनु पर्यो। तर त्यस्तो अटो प्ले केसमा एड आउँदैन। अब एड आउँदैन भने हाम्रो अर्निङ हुँदैन, किनकि अब अर्निङमा कुनै त्यस्तो अब इफेक्ट भनेको छैन। गुगलले साफ युट्युबको आफ्नो अफिसियल पेजमा भनेको छ कि अर्निङ पहिला जस्तो भइरहेको थियो त्यस्तै नै हुन्छ, तर भ्यूज मात्र बढ्छ। अब भ्यूज पनि बढ्यो भने एउटा नयाँ क्रिएटरलाई, नयाँ मान्छेलाई धेरै राम्रो लाग्छ कि हाम्रो यति भ्यूज आइरहेछ। बरु त्यसमा अर्निङ होस् या नहोस्, भ्यूजै आएपछि धेरै क्रिएटरहरू पनि खुश हुन्छ, किनकि मेरो भिडियोमा यति भ्यूज आइरहेछ, पछितिर राम्रो होला भनेर पनि एउटा उम्मेद हुन्छ। त्यतिलाई पनि राम्रो हुन्छ, किनकि अब भ्यूज हाम्रो बढ्छ। त्यही भएर तपाईहरु काम